वेलकम माई न्यू भ्लग हैन गाइज। अहिले चाहिँ टक्क बिहानको 8 बज्यो। म त यसो गाउँतिर निस्किन लागेको हैन गाइज। मेरा आदरणीय, मेरा माननीय, मेरा अमाननीय, मेरा सबमय, मेरा सबै सम्पूर्ण प्यारा प्यारा दाजुभाइ तथा दिदीबहिनी तथा जनावरहरूलाई म शुभकामना दिन्छु भन्ने के छ अलि चल्ली तपाईहरुको? मेरो ठीक छ हैन। म चाहिँ गाउँको बाटो हिँडिरहेको छु हैन, रे सहर जस्तो छ त। अनि हाम्रो गाउँमा हैन टक्क आज चाहिँ घाम लागेको छैन, जाडो भएछ हैन, गर्मी छ, त्यही पनि जाडो भइरहा हैन। स्वेटर ओढेर हिँड्ने भएको छ हैन, कस्तो घाम भयो यार हैन। स्वेटर ओढेर हिँड्ने भएको, त्यही भएर हरि घाम छ हैन। पानी नै आयो अलिअलि। म हुला स्कुलसम्म यार, हुला स्कुलसम्म। स्कुल जान्छु गरेर बिर्सिनु भोलि आएर आउँछु केटी। के भनिदिन्छ यस्तो? हुला स्कुल होइन यार, केटीकेटीले पढाउनु जाने हो आज मामा भाग मैले पढाउने रे। टक्क हैन गाई चट्टापारामा रमाइलो गर्दै। आज चाहिँ म स्कुल नगएको हैन, स्कुल थियो मेरो चाहिँ सार्वजनिक बिदा है, मैले घोषणा गरेको हैन टक्क चट्टापारामा। अनि यहाँ पछाडि एउटा भाइ आउँदैछन् कि बुच्चे भाइ हैन, तिनको प्रतीक्षामा छु म हैन। पछाडि आइसकेछन् हैन, टक्क पारामा हैन, चट्टापारामा। यो चाहिँ मेरो भ्लग हो हैन, तपाईहरुले लाइक कमेन्ट गरिदिनु होला हैन, त्यही भन्न मेरो विनम्र अनुरोध छ हैन। हैन ऊ त्यहाँ चाहिँ हाम्रो भाइ आउँदैछन् हैन, भाइ हैन ऊ त्यहाँ पर आउँदैछन् कि कता गयो यार। तिनले फेरि कपाल पालेछन् क्या हैन। मलाई देख्न बित्तिकै मैले फेरि कपाल काटिदिएको हैन, स्कुलमा त्यस्तै परिस्थिति आएर। त्यहाँबाट फेरि तिनले फेरि कपाल पार्दैछन् क्या, मलाई देख्न बित्तिकै टाउको चिलाउँछन् यार।